नमस्कार। गृहमन्त्री सुदन गुरुङ बारम्बार विवादमा किन पर्छन्? समस्या व्यक्तिको हो कि तयारीको हो? आम आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरू, हाम्रो देशको गृहमन्त्री यसरी संसदमा, बाहिर या नियमित कार्यक्रमहरूमा, कार्य सम्पादनहरूमा यसरी विवादमा परिरहँदा के खुसी छन्? मलाई लाग्छ हाम्रो देशको युवा गृहमन्त्री यसरी निरन्तर विवादमा मुछिनु या विवादमा तानिनु जायज कुरा होइन र नेपाली जनता खुसी छन् जस्तो मलाई लाग्दैन। गृह मन्त्रालय कुनै सामान्य एउटा मन्त्रालय पनि होइन। देशको शान्ति, सुरक्षा, कानुन कार्यान्वयन, दङ्गा, फसाद, विपद व्यवस्थापन, नागरिक सुरक्षाको अन्तिम राजनीतिक जिम्मेवारी यही मन्त्रालयसँग जोडिएको हुन्छ। त्यसैले गृहमन्त्रीले बोलेको प्रत्यक्ष शब्दको राजनीतिक र कानुनी अर्थ हुन्छ। पछिल्ला केही समय यता गृहमन्त्री सुदन गुरुङका केही संसदीय अभिव्यक्तिहरू विवादमा परेका छन्। कतिपय अवस्थामा उनले आफ्नो भनाइ सच्याउनु परेको वा क्षमा माग्नु परेको देखिन्छ। आज मात्रै पनि राष्ट्रिय सभाका माननीय सांसद विष्णुबहादुर विश्वकर्मा विकल्पले निर्मला पन्तको घटनाबारे छानबिन कहिले सुरु हुन्छ भनेर प्रश्न गर्दाखेरि तपाईहरू पनि कुनै बेला सत्तामा हुनुहुन्थ्यो, तपाईहरूले किन छानबिन गर्नु भएन भनेर प्रति प्रश्न गर्नुभयो। यसले उहाँलाई अत्यन्तै आलोचित बनायो र उहाँले पछि स्वयं त्यही रोस्टममा उभिएर माफी माग्नु पर्यो। यसले एउटा महत्त्वपूर्ण प्रश्न उठाउँछ, किन यस्तो भइरहेको छ? के यो अभिव्यक्ति कमजोरी हो वा सरकारी तयारीको समस्या हो वा संवेदनशील विषयमा बोल्नु अघि पर्याप्त र कानुनी आधार तयार नपार्ने प्रवृत्ति हो? लोकतन्त्रमा गल्ती हुन्छ, हुन सक्छन्। गल्ती स्वीकार गर्नु पनि लोकतान्त्रिक संस्कृतिको एउटा पक्ष मध्ये नै पर्छ। तर यदि एउटै प्रकृतिका विवाद पटक पटक दोहोरिन्छन् भने त्यसको केवल एउटा अभिव्यक्तिको होइन, निर्णय प्रक्रिया र तयारीको गुणस्तरबारे प्रश्न उठाउँछ। गृहमन्त्रीबाट जनताले के अपेक्षा गर्छन्? उत्तेजक अभिव्यक्तिको होइन, संयमित अभिव्यक्ति, भावना होइन तथ्य, आरोप होइन प्रमाण। किनभने गृहमन्त्रीका शब्दले प्रशासन, सुरक्षा, निकाय र आम नागरिकका प्रत्यक्ष एउटा जीवनमा प्रभाव पार्ने हुन सक्छन् ती अभिव्यक्तिहरू, ती चाहिँ बोलेका शब्दहरू। त्यसैले गृह मन्त्रालयको नेतृत्व गर्ने व्यक्तिको सबैभन्दा ठुलो शक्ति केवल अधिकार होइन, विश्वसनीयता हो। विश्वसनीयता तयारीबाट आउँछ, तथ्यबाट आउँछ, उत्तरदायित्वबाट आउँछ। अन्त्यमा एउटा प्रश्न तपाईहरू सामु हामी छोड्न चाहन्छौँ कि यदि कुनै मन्त्रीलाई संसदमा बारम्बार आफ्नै भनाइ सच्याउनु पर्ने अवस्था आउँछ भने वा माफी माग्नु पर्ने अवस्था आउँछ भने त्यसलाई सामान्य राजनीतिक विवादका रूपमा लिनुपर्छ कि सरकारको तयारी र उत्तरदायित्वमाथिको गम्भीर सङ्केतका रूपमा? तपाईँको आफ्नो विचार हाम्रो यस भिडियोको तल कमेन्ट बक्समा लेख्नुहोला र यस्तै भिडियोको लागि, जानकारीका लागि र विभिन्न ऐतिहासिक घटनाक्रम र राजनीतिक विश्लेषणका लागि वास्तविक नेपाल युट्युब च्यानललाई तपाईँले सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोस्, लाइक, कमेन्ट, सेयर गर्नुहोस् र हामीलाई सुझाव दिनुहोस्। तपाईँले यसो गर्नुभयो भने तपाईँको मेरो यात्रा सँगसँगै अगाडि बढ्नेछ। हस्त, नमस्कार, धन्यवाद।